ए ल हस् दिदी ल म सालमा हैन राणाको सेना उताबाट आइरहेको थियो अनि यहाँको दोस्रो विश्वयुद्ध लडेर आएको यहाँको राईहरू त्यो सेना बसेको थियो त्यो दुईटा राणाको सेना मारिदिएको थियो दिक्तेलमा फेरि कमान्डरै मारिदियो एकजना बस्नेत अनि तपाईहरु कहाँबाट यात्रा गर्नु गाह्रो छ नि है साथीहरु गाह्रो छ नि दाइ ठीक छ यार जारी छ मुन्दुम ट्रेलको यात्रा अनि यो चाहिँ युनिक यो खालको ठाउँ चाहिँ मैले फर्स्ट टाइम देखिरहेको छु यो पनि ढुङ्गा काटेर बनाएको छ यता पनि ढुङ्गा काटेर बनाएको छ अनि यो चाहिँ ज्युस एकदम युनिक छ हामी यहाँबाट उता झर्ने हो अब त भेटिन आँटेकै गोठ हो यो तर कुन ठाउँ हो मेन गर्दिनँ होला यो ठाउँको नाम हामी गइरहेछौँ यात्रामा छौँ हामी ए ल म यहाँ साथीहरुसँग सल्लाह गर्छु भेज नन भेज को हुनुहुन्छ अनि म फोन गर्छु नि है दिदी के हुन्छ यहाँ खाना खानुहुन्छ कि नै हामीसँग रोटीहरु नि बनाउनुहुन्छ रोटी त बनाउँदिन म हजुर ए ल हस् दिदी ल म यहाँ सल्लाह गरेर फोन गर्छु है दिदी हामी यो ओरालो लाग्यो अब आइपुग्न लाग्यौं होला ढुङ्गा काटेकोबाट ओरालो यो दुईटा हरियो घर भन्ने त थाहा छैन त्यो तल एउटा प्रतीक्षालय जस्तो बनाएर छ कि सिमेन्टको त्यहाँबाट चाहिँ माथि आएर टुप्पोबाट फेरि तलतिर झरिन्छ हो ए ल दिदी ल म अब हाम्रो 20 मिनेटको बाटो त्यही त आइसक्यौँ दाइ अब तपाईहरुलाई फोन गर्नु न कति भन्नुहुन्छ तर खाना भेज दिन्छ हैन ठिकै लाग्यो है मलाई ठिकै हो नि एउटै हो एउटै हो यार ल त म गर्छु त्यहाँ नम्बर चाहिँ 9863 9763 कति हो अब हिसाब नगर्नु अहिले कतिको त 9763 70 82 हेलो दिदी हजुर हामी 5 जना छौं 2 जना चाहिँ हामी भेज हो हैन अनि 3 जनाले चाहिँ मासु खानुहुन्छ अनि लोकल कुखुराको खानुहुन्छ अरे है पिरो कम 500 रुपैयाँ थाकले खानुहुन्छ कि मासु पुरै ठेक्नुहुन्छ नि पिरो बरु हाल्दै नहाले हुन्छ साथीहरुले पछि खोर्सानी टेक्नु हुन्छ मन लाग्यो अब हामी आनन्दले जाउँ किनभने त्यहाँ खाना पकाउँदै गर्ने हाम्रो यात्रा कन्टिन्यू छ अब यहाँ दाइहरुलाई सोध्ने हो के दाइ कति लाग्छ हजुर हामी धोद्रे पुग्नको लागि 2 घण्टा हजुर धोद्रे अहिले हामीले कुरा गरेका हौ खानाको हामीले कुरा गरेको यही धोद्रे गुरुङको मला यो अहिले यो ठाउँको नाम चाहिँ के हो यो अब तपाईहरु दलसिनी भन्ज्याङ आइपुग्न आट्नु हो दलसिनी भन्ज्याङ यहाँ गोली हानेको ढुङ्गा पार गरेर यता आउनु भएको छ ए हो के भने चाहिँ कहाँ हो तीन थुम्के भनेको अझै यहाँबाट 40-45 मिनेट लाग्छ अब यहाँबाट 3 थुम्के पुगेपछि बिचमा 3 थुम्के पर्छ यसलाई के भन्छ यो ठाउँलाई यो गोली हानेको ढुङ्गा कहाँ छ गोली हाने अघि मैले बनाएको भन्नुहुन्छ भने त्यो 2007 सालमा हैन राणाको सेना उताबाट आइरहेको थियो अनि यहाँको दोस्रो विश्वयुद्ध लडेर आएको यहाँको राईहरू त्यो सेना बसेको थियो त्यो दुईटा राणाको सेना मारिदिएको थियो अनि त्यसपछि त्यहाँबाट गयो यतामा खोटाङ दिक्तेलमा फेरि कमान्डरै मारिदियो एकजना बस्नेत राणाको सेनाको त्यो बस्नेतको नाम भुले त्यसपछि सकिँदैन भनेर यहाँबाट फर्केको हो यहीँ ट्याम्कीमै हो भनेपछि हामीले अहिले कन्ट्याक्ट गरेको हामी धोद्रे कन्ट्याक्ट गरेको भने अझै 2 घण्टा लाग्छ बिस्तारै जाँदा कतिको हिँड्नुहुन्छ बिस्तारै हिँड्दा है तपाईहरुलाई कति लाग्छ भाइ चाहिँ 1.5 घण्टामा म ओ माय गॉड 2 घण्टा भन्दा बढी लाग्दो रहेछ मलाई चाहिँ 2 घण्टा तपाईहरुबाट हामी थाहा पाइसक्यौं हामीले 2 घण्टा भन्दा बढी लाग्दो रहेछ 2 घण्टा लाग्छ ओके थ्यांक यू दाइहरु कहाँ हिँड्नु भयो तपाईहरु घर हिँडेको ए यहाँ माथि के लागि रेस्ट हाउस बनेको छ कि त्यो रेस्ट हाउसको तालचा चाहिँ तोडिएछ कि अनि त्यहाँ सामानहरु केही थियो त्यो ओपनै गर्ने हो पछि हजुर हजुर अनि अहिले त्यो हेरेर आएको त्यसको लागि अनि हामीले त्यहाँबाट हामी खोटाङ हलिसीबाट तपाईहरुलाई धोद्रेबाट त्यहाँबाट बिस्तार 3 घण्टा ए ल उता मै पुग्नलाई ओ माय गॉड पुगिसकेछ त यार ओके अनि तपाईहरु कहाँबाट यात्रा गर्नु हुँदैछ हामी हलिसी
हलेसीबाट हो हजुर। खोटाङै हो खोटाङ ए त्यहाँबाट हामीले त्यहाँबाट साल्पा पोखरी पुग्न साल्पा पोखरी पुग्न त लगभग तपाईँहरूलाई भोलिपल्ट बिहान हिँड्दाखेरि एक दिन मजाले क्या बिस्तारै बिस्तारो जाँदा एक दिन ओके हजुर 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 एकदम साल्पा उसबाट मयुबाट साल्पा सिलिचुङ चढ्ने होला नि पोखरी जाने सिलचुङै जाने सिलिगुडी जाने सिलिचुङ चाहिँ फेरि एक दिनमा पुगेन साल्पामा को होमस्टेमा गएर बस्नु होमस्टेमा बस्ने त्यहाँदेखि भोलिपल्ट बिहान हामी गयौँ भने कति 12 घन्टा बजे लाग्छ भन्दा अगाडि चढिसक्नु पर्यो नभए हावाले देखेको त्यही गर्छ क्या हजुर अनि भनेपछि कति घन्टा लाग्छ त्यहाँबाट चाहिँ त्यहाँबाट 2 घन्टा साल पोखरीबाट ए यस दामी ल दाइ थ्याङ्क यू है हस् 2 घन्टा अरे अनि त्यहाँबाट अझै त मयु त भनिन त सबभन्दा टाढै धोत्रै हो कि अब यहाँ यसो मोटिभेट गर्छु भने तिनीहरूले थाहा पाए पनि मजा नआउँछ गाह्रो छ नि है साथीहरू धेरै गाह्रो छ नि दाइ ठिक छ यार हिँड्न त मजा आइरहेको छ आउँदैछ कि आइज न कहाँ पुग्न मलाई पनि सबै कुरा थाहा छ त समीरा आऊ न उहाँ रेस्ट गर्नेलाई आऊ बहिनीहरू एकदम थाकिसक्यो कि तिम्रो त्यही मयु पुगेर फर्किन सक्दैन उता जान त खतरा छ नि यहाँ उहाँ